वाउ! जित्यो, सुदूरपश्चिमले जित्यो। फाइनलमा गयो। अब फाइनलमा पनि जित्ने त हो, ट्रफी सुदूरपश्चिमले लिने हो। कहाँ गए अस्तिका भुक्ने मान्छेहरू? के भनेको थियो? फाटो भाँडा उफ्रिए जस्तरी उफ्रिने सुदूरपश्चिमका फ्यानहरू कहाँ लुके, कुन्दुलमा बसे अरे। अस्ति भनेको होइन, एउटा म्याच हार्दैमा केही फरक पर्दैन के। बदला टाइगर घाइते बाघले दोबारा कसरी झम्टिन्छ भने थाहा छ नि आजको गेममा। अरे 80 रन पनि बनाउन दिएन। कहाँ लुक्या साथीहरू? गेम हो, हारजित हुन्छ। मैले भनेको थिएँ, राम्रो खेल्यो भने, राम्रो फिल्डिङ, राम्रो बोलिङ गर्यो भने गेम जित्न पनि सकिन्छ, नत्र हार्न पनि सकिन्छ। यत्रो बिल्ला हान्यो, यत्रो बिल्ला हान्यो। ओहो, हाम्रो यो सुदूरपश्चिम रोयल्सको क्याप्टन टाइगरको त चाहिँ 1 ओभरमा 30 रन हान्यो भनेर दुनियाँको बिल्ला गराइदियो। आज देखेनौ? त्यही टाइगरले हो अल आउट च्यातेर फाल्यो। फाइनलमा झन् सपना देखेको थियो, त्यो पनि पश्चिमेली टाइगरसँग। बाघ हो बाघ। अहिले 2 कौँ त पछाडि सर्छ, तर झम्ट्यो भने नि सिधै खन्टे खलास। ओ पश्चिमेली चेलो छैन है कको। ल ल ल रेशमको आयो आयो, पश्चिमेली बाघ आयो। डिट्यु